हैन आज चाहिँ म सगरमाथाको यो सगरमाथा मोडको चाहिँ यो बस लिएर आएको छु हैन अपकमिङ बस मोड हैन यो चाहिँ आज रिलिज भइ नै सक्यो हैन तपाईले सगरमाथा मोडमा गएर चेक आउट गर्नु होला हैन फ्री लिंक त छैन पासवर्ड छ हैन मैले पासवर्ड कमेन्ट बक्समा राखिदिन्छु अनि भिडियोको लिंक चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिन्छु अनि यो बसको लिंक पनि म मिडियम फायरमा दिन्छु त्यही पनि पासवर्ड खाली छ हैन ह्यापी बर्थडे वाला गीत त आइहाल्छ कि यो बसलाई चाहिँ यो चाहिँ मेरो वान अफ द बेस्ट लाग्यो हैन यो बस गाडी यस्तै यो बस चाहिँ मलाई वान अफ द बेस्ट गाडी लाग्यो हैन मलाई अनि म चाहिँ थ्याङ्क यू भन्न चाहन्छु सगरमाथा मोडलाई किनकि एकदमै राम्रो मोड बनाउनु भयो हैन उहाँले चाहिँ यो मोडको ओनर चाहिँ सगरमाथा मोड हैन ल म पछि मारब न खलासीको ड्रेस चाहिँ चेन्ज गराएर हैन यो दिप्साना बस मोड होला हैन कुरकुरे वाह भाइ त्यही करेन्ट चिज बल छ यार राम्रै गाडी बनाएर रहेछ खानेको मामला मात्र रहेछ अनि मैले यो ट्राफिक मोड र म्याप लिङ्क पनि दिन्छु नि किन यो ल्याम्बोर्गिनी जस्तै हो कि क्या हो यो दण्डले नरहेछ ल्याम्बोर्गिनी न चाहिँ कल्पना एयरबस जसरी ढ्याङ ढ्याङ हुन्थ्यो अनि यो ट्राफिक मोड पनि मलाई मन पर्यो हैन निस्किने ठाउँै छैन सगरमाथा मोडले चाहिँ यो बस मोडको पासवर्ड दिएको छैन दिएको छ हैन अनि कोलाई चाहिँ आउँदैन भने कोलाई चाहिँ आउँदैन म भिडियो बनाइदिन्छु हैन त्यसको लागि 140 सब्स्क्राइबर पुगाउनु पर्यो अनि म बल्ल भिडियोको लिंक दिन्छु हैन ओए टिक बात आयो टिक बात यो चाहिँ खतरा रहेछ हैन मोड यसको स्पिड पनि खतरै रहेछ हैन यसले चाहिँ उकालो तानेको चाहिँ देखेन हैन अफरोड पनि कस्ता छ होला हैन अफरोडमा भ्रतक ड्याम गरेर उड्दिने रे डुन्डुन ड्याड्याउ ओ कति छिडाको यार यहाँ हाम्रो मन्जिलमा आवाज चाहिँ यो बस मोडको चाहिँ अजीब छैन यो कहिले पनि नसुनेको जस्तो आवाज छैन यदि एसबीजी मोडको कन्टेनर मोडको आवाज होला हैन त्यस्तै जस्तो लाग्यो हैन ब्रेक खतरा रहेछ हैन यसको ब्रेकिङ पनि खतरा रहेछ हैन ब्रेक गर्दा राम्रै लाग्यो हैन कोले चाहिँ डाउनलोड गर्नु भएको छैन मेरो डिस्क्रिप्सनमा जानु अनि त्यो भिडियो हेरेर डाउनलोड गर्नु हैन
भिआइपी डिलक्स। यो बस मोडको नाम चाहिँ किन दिप्साना डिलक्स भनेर राखेको? सायद यही ड्राइभरकै गर्लफ्रेन्डको नाम होला दिप्साना। कुन कुरकुरे यस्तरी झर्छ हैन। तो बापी रहेगा बाप तो बापी रहेगा। यसो मुत्न जाम सर्पा छैसै नआइदियोस् मुत्छु। ल मुते चलो। यो बाघको आवाज चाहिँ कहाँबाट आयो? मलाई त जाउन भयो। बाघ छिटो बाघ। आफ्नो दिप्साना डिलक्स लिएर बाघ। 105 को स्पिडमा भाग। थ्याङ्क यू मलाई सपोर्ट दिनको लागि। यसको स्टेरिङ देखेर चाहिँ मै तर्सेन। ओएमा सिधै गरिदियो यार। दिप्साना डिलक्समा यति पावर छ कल्पनै गरेको थिएन यार। मेरो जीएक्स मोड छ तल। सायद यसको युट्युब च्यानलमा पनि छ होला यार। मेरोमा पासवर्ड छ हैन। मैले कमेन्ट बक्समा राखिदिन्छु हैन। मैले भर्खर डाउनलोड गरेको हैन। पासवर्ड फेरि भुलिहाल्छु हैन मैले पासवर्ड। अनि म तपाईहरुलाई स्टेप भनिदिन्छु हैन। त्यो हामीले त्यो डाउनलोड गरेपछि जेटारसीबाट ओपन गर्दाखेरि त्यो फाइलमा क्लिक गरेर एक्सट्र्याक्ट हियरमा क्लिक गरेर नि एउटा पासवर्ड माग्छ हैन। अनि त्यही भिडियोमा नि पासवर्ड देखाउँछ हैन। त्यही पासवर्डलाई कपी गरेर लेखिदिने अनि ओके गरिदिने। तपाईहरुको यो बस मोडको फोल्डर बन्छ। अनि त्यही बस मोडको फोल्डरलाई यस्तै दबाएर राख्ने अनि तपाईहरुको भइहाल्छ डाउनलोड हैन। गोर्खा यो बस मलाई कतै देखा जस्तो लाग्यो। यो बस बनाएको सगरमाथा मोडले गाली गर्ला मलाई। उहाँले खतरा बस मोड बनाएर चाहिँ यसो फोटो खिच्दिन त। यता हेर्नुहुन्छ तपाईहरुको यो बस मोड खलासी। ओएमा मजा आउँछ नि खिच्न हैन। भन्नु चाहिँ खतरा मजा आउँछ नि। यहाँबाट चाहिँ म फोटो खिचिदिन्छु। यहाँबाट खतरा देखिन्छ नि। खतरा अलि पछाडि वाएमा मैले तल खस्दै वाए है। यो रोड किन देख्दिन? मेरो बस किन फ्लाइ गरेर क्या अजीब हेरे। अब म कसरी जाने माथि है। यो बटन
ब्रेक साउन्ड पनि कस्तो छैन, मलाई मन परेन ब्रेक साउन्ड। त्यो जेके अनिस गेमिङको एउटा ट्राफिक मोडमा यस्तो लामो हरन छैन, होइन यस्तो लामो लामो ब्रेक साउन्ड छैन। जिएक्स मोड भन्ने लेखेको छैन। यहीँ गरिदिन्छु पार्किङ। सगरमाथा डिलक्स। यसको स्किन मात्रै बनाएर रहेछ होइन, नत्र रियल के भन्छ रियल नाम चाहिँ दिप्साना डिलक्स होइन यसको नाम। अहिले चाहिँ चेन्ज गरेको होइन। आजको लागि यति, अब अर्को भिडियो हेरौँला है। ए नकरा के, आजको लागि यति, अब अर्को भिडियोमा भेटौँला।